सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ बिहान हिँड्दै कलेज आयौँ अनि सो गाइजमा के भन्दै थियो भनेपछि यो मौसम के हो कि यस्तो यार, बिहान आउने बेला गर्मी भयो नै हावा चलिरहेको थियो बिहान होइन, हावा कस्तो दामी चलिरहेको थियो। अनि आयौँ उज्यालो उज्यालो थियो अनि गएर क्लासमा बस्यौँ। अहिले त केही देखिन्न, क्लासभन्दा बाहिर यस्तो निस्केको त यस्तो कस्तो यस्तो यस्तो सेतै सिधो देखिन्छ यार। क्लासमा शीत पनि परिरहेछ क्या अझ एक्स्ट्रा। क्लासमा किन गयो थाहा किन नभन न क्लासमा किन गएको भनेर भयो त, त्यो हाम्रो मकसदको कुरा बाहिर जनताहरूले भन्न हुन्न नि त। मकसद मौसम हेर नजर लाग्छ भन न। नजर लाग्छ, बुढी नजरवालातिर म काला भन्ने भइहाल्छ। हामी के जस्तै मौसममा कोलपुर पनि गएको कि हिँड्दै, अर्को एकजना नमुना पनि थियो, हिँड्दै हामी गएको बिहान 6 बजी निक्लेर कति 10 बजी पुगेको नि, 10 बजी 10:30 बजी पुगेको अझ 10:30 के 11 10:30 दाइबे समथिङ अब 5 घन्टा लाग्यो हामीलाई। 5 घन्टा लगाएर त्यो पौने 6 बजे स्टेसनमा पुगेको थियौँ हामी। 10:30 बजे होइन कि 11 बजीतिर 11:30 आज यसको बस भेटाउनु परेन। आजको बिदा नै अनि आजको बिदा नै ढिलो हुन्छ। कलेज हामीले जाने बेला कलेज सुरु ट्याक्क हुन लाग्थ्यो, फर्किन ठ्याक्क कलेजै खतम हुने, हामी बल्ल पुगेको थियो क्या। त्यो सब ठिक छ तर हामी कहाँ गइरहेको छौँ। हामी गाइज अहिले निस्केर हाम्रो साथी यहाँ छ लाउडे भएर। यस्तो सबै मौसम पनि यो जाडो महिना कि कुन महिना हो बे, यो फागुन महिना चैत अब चैत लाग्यो नि त। 2 दिन 1 दिन बसेर चैत आएको हामी अब अनि बीचबाट एउटा हाम्रो ग्रुपमा होइन, अरू ग्रुपमा यस्तो एउटा केटा हुन्छ जो गे निस्किन्छ क्या त्यो त्यही हो त्यो। अनि बीचबाट अहिले भेटिन्छ क्या त्यसलाई गाइस। केटीमा कुनै इन्ट्रेस्ट छैन, तर जति चाहिँ इन्ट्रेस्ट छ सब केटामा छ। अस्तिसम्म लेस्बियन भन्थ्यो, आई एम प्राउड टु बी लेस्बियन भन्थ्यो अस्तिसम्म। हिजोदेखि चाहिँ गे भन्न लाग्छ, इन्ट्रेस्टै छैन केटीमा भन्छ। हिजोदेखि त्यो कसम गाइस केटी हुन्थ्यो भने त्यो के भन्नु, त्यही त इज्जत। सो गाइस म यस्तरी भ्लगिङ गरिरहेको छु होइन। आज यहाँ रिएक्सन त कडा मिल्छ नि त फेरि बाटोमा। सब्सक्राइबर पनि भेटिन्छ नि, अघि एउटा सब्सक्राइबर भेटेको थियो हाम्रो 69 इयर्स ओल्डको सब्सक्राइबर, तर उहाँले चाहिँ अहिले चिन्नु भएन, तर च्यानल सब्सक्राइब गर्नुभएको रहेछ, त्यही खुसी लाग्यो। अनि हामीलाई अलिकति धेरै राम्रो ज्ञान दिनुभयो अङ्कलले। रिसेन्टली धेरै दोस्त पेट्रोलको प्राइस घट्यो कि बढ्यो? 139 चाहिँ गएको छ बे, 54 पेट्रोल। ठिक छ, कहाँदेखि घट्छ यार, बढ्छ 39 मा जाँदा मायाको नेपाल अलि कम्ती गरेछ नि दोस्त। अब सिलिन्डर छ नि, ग्यास सिलिन्डर आधा दिने भएछ 29 फागुन 29बाट आजबाट फुल दिन आधा दिन्छ। तर आधा दिएर के हुन्छ बे, सबलाई पुग्छ। अनि त्यहाँ आधाले कहिलेसम्म चलाउने हो? जबसम्म चल्छ अनि सक्यो भने अर्को आधा लिने। हेलो, अब त्यो पनि सक्यो भने हेलो ए चोकमा गएर बस, एमरा जाउँला छ तेरो होटल, हामी ठ्याक्क यहाँ पुग्यौँ। हामी यहाँ आदर्शमा गएर पेट्रोल पम्प क्रस गरेर अगाडि आइसक्यौँ। के हो दोस्त? ल त ठ्याक्क उसमा आइज, चोकमा आइज। के हो त्यो देखि ट्रिप म्यानेजमेन्ट गाइस, यो सब हामीले म्यानेज गर्ने, सब हेर्ने मैले हो। मैले कलेज गई प्लान गरेर आएको छ। गाइस सेड्युल बनाइकिन मैले डक्टरलाई हामीले रङ साइडबाट हिँड्नु भने तिमीलाई त्यसमा त्यसलाई तिम्रो माथि ट्रस्ट छैन गरे त्यसो त पक्का घुसेर जान्छ। नघुस न म त खुरुखुरु फसिहाल्छ क्या, त्यो निस्किन पार्दैन नि त फेरि। अहिले अन्टीले थाहा पाइन्छ फेरि हामीसँग मजाक नगरे पे हिँड नाइ। त्यो मैले भनेको कि ट्रस्टवाला कुरा त। कसम त्यसले भने होइन, कसम म त्यसले भने, बहिनी कसम त्यसले भने होइन, मैले आफै भने भन्ने त्यसो बच्ची। गाइस मेरो अहिले तिम्रो एक्सिडेन्ट भइहाल्छ साइकलबाट, हुन्थेन? पुरा बाइकरहरू गएको छ हेर पछाडिबाट, साइक्लिस्टहरू हुन्। हामी बाइकर भन्छौँ त्यसलाई, बाइकर। अनि हामी मोटर रेसरवाला हो। आफ्नो भिडियो कस्तो छ? सो गाइस तिमी अलि पकाइदिन्छु। सो गाइस हामी चाहिँ त्यहाँ छन्, त्यो मान्छे कालो भइरहेछ बे, तर मोटा छ नि दोस्त। मोटा छ मतलब मासु भात त पेलाइरहेछ। सही हो, यस्ताले गर्दा के देश विकास हुन नसकेको हो होइन। मोटो मान्नेको। सो गाइस हाम्रो त्यहाँ साथी आइसक्यो होइन, हामी चाहिँ अब पक्क भेट्न जाँदैछौँ। आइसक्यो नि, जाँदैछ नि। ऐसे ही निकल जाता हूँ मैं, ट्रक वाला भी लाइक ऐसे ही निकल जाता हूँ मैं। मेरो औरा हेर। सरी दोस्त, सरी
तिमी यस्तो नगर के त्यो विष्णु लिएर हामीले मलाई भ्लग थाहा थियो रुक रुक यहाँ भ्लग क्यान्सल गरेर भन्छ त्यसले क्यान्सल गरेर त्यसलाई भ्लगमा ल्याएर अब त्यो त्यसलाई फोन गरेर भन्थ्यो म हटाउने भने हामी बत्तै पनि बनाउँछौँ त्यसलाई तिमी प्रब्लम छ भने क्यामेरादेखि प्रब्लम छ मलाई तिमी आफैले देखेर इन्सेक्योर छ बे के हो त अबे हाम्रो ब्लग त बिगाड दियो पुरा बे ब्लग फोन गरेर त त्यसलाई उभिन भन त एक ठाउँमा ल गाइस हाम्रो साथी आइसक्यो हेर न ओ यमराज क्यामेराबाट बनाइदिन्छु यार ओ यमराज गाली गर्छु फोन गरेर ओ भौना बन्द गरे यहाँ न ए बन्द सक्यो ओए बन्द छ ल गाइस एउटा यो मेरो साथी म बनाउँछु क्यामेरादेखि यो बनाऊ है मेरो बनाऊ न राम्रोसँग अबे आइजाऊ ओए झगडा गरेर जानेले भ्लग बनाउन जानुपर्छ भागेर हानम तिनीहरूलाई भागेर हानम नाइ मोबाइल झर्छ त्यहाँबाट अब झर्दैन के झर्छ हान्नु जान्नु लाग्छ 1 2 3 तिमी कहाँ बे हेर रुक र ए मोटा छ या ए चप्पल देखाउन न के मोटा आर्मी आर्मीले हेमराज हाइड गरेर रहेछ त अबे आज एउटा आर्मी वाला हाइड बढे है रोडमा आउन दोस्त हां ओए हाइड बढे है ए मसँग मजाक कर दियो मैं डायमंड लुगा दो राजू सुर्के जानलाई बाला यो त मा कसम मैले